너 그래 너 요새 너 조금 이상해졌어 자꾸만 시도 때도 없이 시무룩하고 고민이 생겼니 가오나 राखन मैले गाएँ त होइन नबोल दामी हो त हौ बेस्ट अब यो लाग्छ लाग्यो यस्तो त हुँदैन हानिहाल्नु बुढीले झाडी खेल्दाखेरि नेम्बाङ कम्पनी यहाँ हँसाइदेख्नु सक्नुहुन्छ मैले जित्यो भने मैले हान्ने भाइटल गेम हुँदैछ है बुढाबुढीको हातले यहाँ अडियन्स पनि देख्न सक्नुहुन्छ फलास यो देख्दाखेरि यहाँ बोजूको निधाबाट पसिना आइसकेको छ केही भएको छैन अडियन्स तेमा वाट्सएप ल म नुहाएर आउँछु विगतमा छ कडक अब बोजूले जित्नुभयो भने फेरि त्यो सुलिन्छ यहाँको नियम यस्तो छ भयो तर यो चाहिँ भएन बोजूले 2 हालेर बाजुले 1 हालेर भएर यो बुढो दया छैन म पो दया गरेर दया गर होला त्यहाँ 2 छोरी छोडिदिनु भयो 2 छोरी सुल्ले हुँदै ट्याप हान्दै हामी चाहिँ पार भनेछु मामालाई लागेको हामी सामान यति बोकेर नमस्ते भन्दै सेवार हो वाउ यसले हतार कब्जा गरेको यो सिट पिरो गर्दा हाम्रो मामा चाहिँ उता बाजे र मामा नै हो उहाँ कहाँ गएर आउनु भएको रहेछ हो कहाँ गएर आउनु भएको कहाँ गएर आउनु भएको मामा यस्तो खानु हुँदैन है बाजे कस्तो यो खानु न यो तपाईँको कान्छी छोरीले पकाइदिएको हजुर अब कस्तो छ आउनु पाएको छैन उसले पो हानिसक्यो हाम्रो फुङमा चाहिँ सुझिरहेको रहेछ ओइ फुङमा कहाँ जाने तिम्रो के छ अरे फुङमा पटु गोजी हौ गोजी छ हेर गोजी तेम आम्मामा परदेखि यहाँसम्म यिनीहरूको ततर मोमो हुँदैछ है फुङमा
है फुङमा अमै हाम्रो बोजूको मात्रै खेर मान त मजाले बोजू सेवा गर हात जोडेर भुइँसरी सफा गर फुङमा तिमी पनि सफा गर्ने नानी हाल्नु सफा गर्ने के को तार हो त्यो मटरको कसरी हाँस हो यो ओइ फुङमा के हेर यार माथि हेर फुङमा माथि हेर न फुङमा लुकेर यार यता माथि हेर न यता थ्याङ्क यू कट पेन गलेछ बिचारा 너 그래 너 요새 너 조금 이상해졌어 자꾸만 시도 때도 없이 시무룩하고 고민이 생겼니 लिजा चाहिँ मोमोको सामान किन्नु हुँदैछ वाउ गास हो कति त मोमो पकाएको यस्तो मैले बनाएको मजाले खाएर ल 느낌이 좋아 걱정돼 보고 싶은 이런 기분을 현재 진행형 실은 나도 뭐가 뭔지 잘 모르겠어 어쩌다 우리 여기까지 알 수 없는 비동사 플러스 ing LOV를 붙여보면 사랑인 것 같고 say goodbye를 붙여보면 헤어질 것 같아서 ing 마마? just ing 벌써 뭐 먹어? 내 맘은 아직 ing Thank you.